AutoCAD मा युनिट सेट गर्ने तरिका फर्मेटमा जाने, युनिटमा क्लिक गर्ने, आर्किटेक्चर लिने, प्रिसिजन 16 राख्ने, इन्च राख्ने, ओके गर्ने। अनि फेरि फर्मेटमा जाने, डाइमेन्सन स्टाइल लिने, मोडिफाई लिने, प्राइमरी युनिट क्लिक गर्ने, आर्किटेक्चर लिने, प्रिसिजन 16 राख्ने, ओके गर्ने। सेट करेन्ट क्लिक गर्ने, क्लोज गर्ने। अब हामी एउटा लाइन बनाएर देखाउँछौँ। हाम्रो युनिट राम्रोसित सेट भएको छ कि छैन। डाइमेन्सनमा गएर क्विक डाइमेन्सन लिने, दस फिट हाम्रो छ। हाम्रो लाइन चाहिँ 10 फिटको रहेको छ, थाहा भयो। यो तरिकाले हामी लाइन चाहिँ युनिटमा बनाउन सकिन्छ, फिट र इन्चमा।